अहिले हामी आरसीबीओ टेस्ट गर्दैछौँ। यताबाट मेन लाइन आएर यहाँ पसिरहेछ, त्यसपछि बत्ती बलिरहेछ। हामीले दुईटा पोइन्टमा नमस्ते सबैजनालाई, फेरि पनि एकचोटि वेलकम छ मेरो च्यानलमा। आज मैले मेरो हातमा के डिभाइस बोकेको छु तपाईँहरूले भन्न सक्नुहुन्छ भने मैले भिडियो स्टार्ट गर्नुभन्दा अगाडि कमेन्ट सेक्सनमा कमेन्ट लेखिदिनु होला। कतिजनाले मिलाउनु भयो, कतिजनाले मिलाउनु भएन। अब हामी भिडियो स्टार्ट गरौँ है। यो मैले मेरो हातमा बोकेको डिभाइसलाई हामी आरसीबीओ भन्छौँ। यसको फुल फर्म चाहिँ रेसिडुअल करेन्ट सर्किट ब्रेकर विथ ओभर करेन्ट प्रोटेक्सन भन्छौँ हामी। फुल फर्म चाहिँ अलिक लामो छ, तर हामी फुल फर्मलाई खासै याद नगरौँ, यसले के काम गर्छ भन्नेतिर जाउँ डाइरेक्ट होइन। किनभने आजको हाम्रो भिडियोको मेन टपिकै यसले के काम गर्छ, कसरी काम गर्छ र अरू भिडियोहरूमा तपाईँले के पाउनुहुन्न त्यो कुरा म एक्सप्लेन गर्दैछु यसमा। म तपाईँहरूलाई आज यो आरसीबीओको एउटा यस्तो प्यारामिटरको चाहिँ अलिक मजाले एक्सप्लेन गर्छु जुन चाहिँ हामीले अलिक इग्नोर गरेको हुँदो रहेछ अलिक बढीले होइन। डिभाइस किन जाँदाखेरि पनि, दोकानमा पनि, पसलमा पनि उहाँहरूलाई पनि खासै थाहा हुँदो रहेनछ त्यो कुरा भनेको के हो भनेर। हामी त यस्तै चिज आउँछ, हामी यस्तै बेच्छौँ भने जस्तो कुरा गर्नुहुन्छ। अब हामीलाई घरमा चाहिने के हो, कसो हो भन्ने कुरा पनि अलिकति डिटेलमा एक्सप्लेन गर्दैछु आज म। यो मैले बनाएको भिडियो अलिकति अरू भिडियोभन्दा फरक हुनसक्छ, किन भन्दा अरू भिडियोहरूले एकदम बेसिक थ्योरीहरू मात्रै कभर गरेको हुन्छ, तर मैले थ्योरी खासै कभर गरेको छैन। रियल प्र्याक्टिकल लाइफमा चाहिँ के चाहिन्छ, हामीले कस्तो आरसीबीओ चाहिँ किन्नुपर्छ, कस्तो किन्दा ठिक, किन त्यो ठिक, रियल लाइफको इक्जाम्पल दिएर चाहिँ म तपाईँहरूलाई यो भिडियो एक्सप्लेन गर्छु है। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि त्यसपछि आफूलाई कुन आरसीबीओ चाहिने फुल नलेज हुन्छ तपाईँहरूलाई पनि, आफ्नो घरमा वायरिङमा कस्तो चिज राख्ने भन्ने एउटा डिटेल इन्फर्मेसन पनि तपाईँहरूलाई प्राप्त हुन्छ यो भिडियो फुल हेरिसकेपछि। हामी सबैभन्दा सुरुमा एउटा क्वेसनको एन्सर दिइहालौँ। यो डिभाइस आरसीबीओ किन चाहिन्छ र यसले के काम गर्छ, यो घरमा किन एकदम इम्पोर्टेन्ट छ। अब तपाईँहरूले सुन्नुभएको होला आरसीसीबी भनेर चाहिँ सुन्नुभएको होला धेरैजनाले। आरसीसीबी र आरसीबीओमा अलिक फरक छ। आरसीबीओ चाहिँ अझै राम्रो हो। यो डिभाइसले के गर्छ भन्दा हाम्रो घरमा हामीलाई करेन्ट लाग्न दिँदैन, एक नम्बरमा। त्यही भएर चाहिँ यो डिभाइस हामीलाई एकदम इम्पोर्टेन्ट छ घरमा होइन। जहाँ बच्चा बच्ची हुन्छ हाम्रो घरमा, अथवा हामीले मोटरहरू चलाइरहेको हुन्छौँ, कम्प्युटर चलाइरहेको हुन्छौँ, वासिङ मेसिन, फ्रिज, जे डिभाइसहरू चलाइराखेको हुन्छौँ, त्यो डिभाइसबाट कहिले न कहिले त करेन्ट लाग्न सक्छ कि भन्ने एउटा डर हुन्छ। त्यो डरबाट सेफ्टी पाउनलाई चाहिँ हामीले यो डिभाइस चाहिँ घरमा जोड्नुपर्छ। अब आरसीबीओ र आरसीसीबीमा के फरक भन्दा आरसीसीबीले चाहिँ घरमा करेन्ट लागेको मात्रै ट्रिप गर्छ। करेन्ट लाग्यो अथवा कतै लिकेज भयो भनौँ एक हिसाबले होइन, करेन्ट लाग्यो भने ट्रिप हुन्छ आरसीसीबी चाहिँ। तर आरसीबीओमा चाहिँ के हुन्छ भन्दा आरसीबीओमा चाहिँ आरसीसीबी प्लस एमसीबी दुइटै हुन्छ। यो मैले हातमा बोकेको डिभाइसको मोडल भनेको चाहिँ NB1L हो, चिन्ट कम्पनीको, चाइनिज कम्पनी हो, तर मलाई चाहिँ राम्रै लाग्यो होइन। अब यसको धेरै मोडलहरू छ, तर मैले चाहिँ अलिक रिसर्च गर्दाखेरि चाहिँ यो मोडल अलिक राम्रो रहेछ भनेर अलिक धेरै नै वेट गरेर मैले यो किनेँ। हाम्रो बजारमा पाउने नर्मल मोडलहरू यो मोडल हुँदैन है। अब म तपाईँहरूलाई यो मोडल पनि किन मैले यही मोडल ल्याएँ भनेर पनि एकछिनमा एक्सप्लेन गर्दै जाँदैछु म। सुरुमा हामीले एउटा कुरा बुझौँ, जस्तो मैले आरसीबीओ भनिसकेपछि यसमा आरसीसीबी र एमसीबी दुइटै जोडेको छ। त्यही हिसाबले तिनवटा कुरामा यसले काम दिन्छ है। एउटा ओभरलोड, एउटा सर्ट सर्किट, अर्को लिकेज, करेन्ट लिकेजमा काम गर्छ। अब मैले एउटा एमसीबीको भिडियो अगाडि पनि बनाइसकेको छु, म यो कतै आई बटनमा राखिदिन्छु अथवा डिस्क्रिप्सनमा राखिदिन्छु। त्यो भिडियो पनि एकचोटि मजाले हेर्नु होला, किनभने यो आरसीबीओमा एमसीबीको पाटोमा जे प्यारामिटरहरू हुन्छ त्यो प्यारामिटर म यहाँ खासै धेरै एक्सप्लेन गर्दिनँ। त्यो भिडियोमा मैले मजाले एक्सप्लेन गरिदिएको छु। सेम कुरा यहाँ पनि इम्प्लिमेन्ट हुन्छ, लागु हुन्छ है। त्यो भिडियो पनि एकचोटि मजाले गरेर हेर्नु होला। जस्तै यो आरसीबीओको यो C16 भन्ने 10,000 एम्पियर, अनि इभन यो एकतिरको यो यहाँ दुईवटा स्विच छ, इन्डिभिजुअली एक्ट गरिरहेछ है। यसरी यो पाटो राइटतिरको पाटोमा आरसीसीबी छ, यो पाटोमा एमसीबी छ, यसरी बुझौँ हामीले। त्यही भएर यसमा दुईवटा स्विच पनि छ। अब यो किन भन्दाखेरि जस्तै मानिलिउँ यो अहिले हाम्रो अन छ, अन हुँदाखेरि एमसीबीले ट्रिप हान भने एमसीबी मात्रै पनि झर्न सक्छ यसरी हैन। र जस्तै
यताको पार्ट राइटपट्टिको पार्ट चाहिँ के हो भन्दा आरसीसीबी हो। आरसीसीबीले हामीलाई करेन्ट लाग्नुबाट बचाउँछ र राइटपट्टिको सानो स्विच झर्दाखेरि चाहिँ हेर्नुहोस् है त यहाँ सानो स्विच झर्दाखेरि चाहिँ यसले ठुलोलाई पनि तान्छ हो। यहाँनिर लक छ नि त दुईवटा स्विच टक्क लक हुन्छ क्या यसरी मजाले हेर्नु भने यहाँदेखि चाहिँ यसले तान्छ है। यो डिभाइसको राइट साइडतिर चाहिँ आरसीसीबीको प्यारामिटरहरू राखिदिएको छ। लेफ्ट साइडतिर एमसीबी भयो राइट साइडतिर आरसीसीबीको प्यारामिटरहरू छ। एमसीबीको लागि त मैले अगाडि राखिदिएको भिडियो एकचोटि हेर्नु होला त्यसमा मैले डिटेलमा एक्सप्लेन गरिदिएको छु। म यो भिडियोमा चाहिँ आरसीसीबीको चाहिँ अलिक डिटेलमा एक्सप्लेन गर्छु है। एमसीबीको पाटो पनि अलिकति रिकल गरिदिइहाल्छु यो भिडियोमा। एमसीबीको यो अगाडिको सी भनेको चाहिँ यसको सी बी डी अल्फाबेट हुन्छ। त्यो अनुसारको कर्भ अथवा ग्राफ कस्तो हुन्छ यसले त्यही अनुसारले यसले बिहेभ गर्छ। लाइन कति सेकेन्डमा काट्ने त्यो सबै मैले कुराहरू अर्को भिडियोमा एक्सप्लेन गरेको छु। त्यो भिडियोको मैले लिङ्क पनि राखिदिएको छु। अब यो 16 भनेको 16 एम्पियरको एमसीबी छ यो आरसीबीओमा। त्यसै गरी यो एमसीबीले 10,000 एम्पियरसम्म थाम्न सक्छ म्याक्सिमम करेन्ट क्यापेसिटी जुन चाहिँ मैले अगाडिको भिडियोमा पनि एक्सप्लेन गरेको छु। एकचोटि त्यहाँ गएर पनि हेर्नु होला। अनि यसमा यो मेरो डिभाइस चाहिँ अहिले 1PN भन्छ भनेको 1 फेज 1 न्युट्रल हैन। जस्तै यहाँ यस्तो छ नि त 1N यता 2N माथिबाट इनपुट दिन्छौँ हामी यसमा फेज दिन्छौँ यसमा न्युट्रल इनपुट यहाँबाट आउटपुट लिन्छौँ यो फेज आउटपुट यो न्युट्रल आउटपुट है। जे लेखेको छ त्यही हुनु पर्यो है यहाँनिर चाहिँ फेरि। अब यो डिभाइस अर्को भनेको 2P पनि हुन्थ्यो। 2P भनेको चाहिँ डबल पोल हो खास गरी त्यो चाहिँ हैन। डबल पोलले चाहिँ अब यो चाहिँ अहिले हेर्दाखेरि 1PN भएकोले यसमा चाहिँ एउटा पोलमा मात्रै एमसीबी लागेको छ अथवा एउटा पोलको मात्रै लाइन ब्रेक गर्छ यसले यो डिभाइसले चाहिँ। यो 2P हुन्थ्यो भने यसले दुईटै पोलको लाइन ब्रेक गर्थ्यो जुन चाहिँ मैले एमसीबीमा पनि एक्सप्लेन गरेको छु तपाईहरुलाई। भनेको यसले चाहिँ फेज लाइन मात्रै ब्रेक गर्छ न्युट्रल लाइन ब्रेक गर्दैन। न्युट्रल लाइन चाहिँ कनेक्टेडै हुन्छ। एउटा ह्युमन हेल्थले 30 मिली एम्पियरसम्मको करेन्ट चाहिँ थाम्दा पनि रहेछ। अब मान्छेलाई चाहिँ कति मिली एम्पियर करेन्ट राख्दाखेरि के हुन्छ कसो हुन्छ भन्ने कुरा चाहिँ मैले यहाँ पनि राखिदिएको छु। एकचोटि यो पनि हेर्नु होला है। अब तपाईहरुलाई म अर्को एउटा प्यारामिटरको कुरा एक्सप्लेन गर्दैछु जुन चाहिँ अलिक इग्नोर गरेको पाएँ मैले। यो सानो पाटो छ नि एउटा हेर्नु त यो एउटा यो बक्साभित्रको जस्तो हो यो पाटोको कुरा म तपाईहरुलाई एक्सप्लेन गर्दैछु। अब हाम्रो आरसीबीओ भित्र एमसीबी प्लस आरसीसीबी हुन्छ मैले अघि भनिहालेँ। आरसीसीबीको पाटो हो नि त यिनीहरू खास गरी एमसीबीको पाटो यता मैले एक्सप्लेन गरिहालेँ अघि। अहिले आरसीसीबीको पाटो हो जस्तै यो सेन्सिटिभिटी भनेको पनि आरसीसीबी भित्र पर्छ खास गरी र यो आरसीसीबी अथवा आरसीबीओ नै भनौँ। यो चाहिँ हामीले घरमा युज गर्दाखेरि दुई टाइपको युज गर्न सक्छौँ। टाइप चाहिँ अलिक धेरै पनि हुन्छ तर म यहाँ दुई टाइपको मात्रै एक्सप्लेन गर्दैछु। एउटा हुन्छ टाइप एसी जुनको मैले आइकन यहाँ राखिदिएको छु हेर्नु त र अर्को हुन्छ टाइप ए। यो मैले मेरो हातमा बोकेको चाहिँ टाइप ए हो। यो सानो बक्साभित्र हेर्नु दुईटा सिम्बल छ यो टाइप ए को सिम्बल हो र मैले यहाँ यता छेउमा राखिदिएको चाहिँ टाइप एसी को सिम्बल हो। अब हामीले प्रायः जसो बजारमा किन्न जाँदाखेरि यो सिम्बल मजाले हेर्नु होला तपाईहरु। धेरै जस्तो आरसीसीबी अथवा आरसीबीओ किन्दाखेरि हामीले थाहा नपाइकन एसी वाला लिएर आइरहेको हुन्छौँ क्या घरमा। अब यसमा अलिकति तपाईहरुलाई म टाइप एसी र टाइप ए को पनि डिफरेन्स भनिदिइहाल्छु। जस्तै टाइप एसी को सिम्बल यस्तो हुन्छ हेर्नुस्। तपाईहरु पसलमा गएर आरसीबीओ अथवा आरसीसीबी खोज्नु भयो भने यस्तो सिम्बल भएको पाउनुहुन्छ प्रायः जसो। किनभने मैले पनि मार्केटमा गएर एकचोटि हेरेँ प्रायः जसो यस्तै मात्रै थियो र मैले यो चाहिँ फाल्टै मगाएँ अलिकति टाइम लिएर मगाएँ हैन। त्यही भएर मेरो डिभाइसमा चाहिँ यस्तो सिम्बल छ यो भनेको टाइप ए को सिम्बल हो है। एकचोटि फेरि हेर्नुस् नत्र यहाँ टाइप ए देख्नु पनि यो सानो टाइप ए को सिम्बल छ नि यहाँ हेर्नु त है ठ्याक्कै मिल्छ नि योसँग यो र डिभाइसकै हो। अब टाइप ए र टाइप एसी को फरक अघि मैले तपाईहरुलाई भने जस्तै यो मोडर्न हो यो ओल्ड हो।
यो अलिकति स्मार्ट हुँदैन भनौँ न, यो अलिक स्मार्ट हुन्छ है। टाइप ए भर्सक ल्याउनु, टाइप एले एसीको पनि काम गर्छ प्लस अझै धेरै पनि काम गर्छ, तर टाइप एसीले चाहिँ एको काम गर्न सक्दैन है। त्यही भएर हाम्रो घरहरूलाई चाहिँ अहिले एकदम तपाईँहरू टाइप ए ल्याउनुपर्छ। टाइप ए भनेको अलिक स्मार्ट पनि हुन्छ है। अब पाइएन भने त टाइप सी नै नहुनुभन्दा त टाइप सी नै राख्दा भयो होइन। तर टाइप एसीले चाहिँ आजकलको मोडर्न लोडहरूको लिकेज चाहिँ एक्ज्याक्टली क्यालकुलेट गर्न सक्दैन, त्यही भएर त्यसको लागि टाइप ए नै ल्याउँदा राम्रो। अनि यो एउटा बटम छ यहाँनिर टी भन्ने बटम छ। टी भनेको टेस्ट हो। यसलाई चाहिँ मन्थमा एकचोटि टेस्ट गर्नु, महिनामा एकचोटि टेस्ट गर्नु भनेर भन्छ। यो चाहिँ यो बटम थिच्दाखेरि चाहिँ यो ट्रिप हुनु पर्यो। ट्रिप गर्यो भने डिभाइसले मजाले काम गरिराखेको छ भन्ने बुझ्नु पर्यो। ट्रिप गरेन भने डिभाइस चेन्ज गर्नुपर्ने स्थितिमा पुगेछ भनेर बुझ्नु पर्यो है हामीले। अब तपाईँहरूलाई म एक्सप्लेन गर्छु यो सेन्सिटिभिटीको कुरा। थर्टी मिली एम्पियरको कुरा एक्सप्लेन गर्छु है। अब यसले कसरी काम गरिरहेको हुन्छ, हामीलाई करेन्ट लाग्न नदिँदा कसरी काम गरिरहेको हुन्छ। यो डिभाइसले तीनटा प्यारामिटरमै काम गर्छ। यसले ओभरलोड जोनमा पनि काम गर्छ। यसमा एमसिबी पनि छ नि त, यसमा एमसिबी पनि छ, आरसिसिबी पनि छ। मैले अगाडिको भिडियोमा एक्सप्लेन गरे अनुसार एमसिबीले ओभरलोड जोन र सर्ट सर्किट जोनमा काम गर्छ। त्यही भएर यो डिभाइसले ओभरलोड र सर्ट सर्किटमा पनि काम गर्यो, प्लस मान्छेलाई करेन्ट लाग्नु नदिनु, जस्तै यसले लिकेजमा पनि काम गर्यो भनेर बुझौँ। त्यही हिसाबले तीनटा कुरामा यसले काम दिन्छ है। एउटा ओभरलोड, एउटा सर्ट सर्किट, अर्को लिकेज, करेन्ट लिकेजमा काम गर्छ। त्यो तीनटा मध्येमा ओभरलोड, सर्ट सर्किट र लिकेज मध्येमा म लिकेजको चाहिँ यहाँ अलिक बढी एक्सप्लेन गर्न गइराखेको छु। त्यो दुईटाको बारेमा अगाडिको भिडियोमा हेर्नुहोला। लिकेज अन्तर्गत एक्सप्लेन गर्दाखेरि हामीलाई करेन्ट लाग्नबाट पनि यसले कसरी बचाउँछ भन्ने एन्सर पनि हामी त्यहीँ पाउँछौँ। जस्तै यो डिभाइसले हामीलाई करेन्ट लाग्नबाट चाहिँ कसरी जोगाउँछ भन्ने विषयलाई म अलिकति एक्सप्लेन गर्दैछु तपाईँहरूलाई। अब सम्झौँ यसको वर्किङ प्रिन्सिपल चाहिँ के हो, यसले के को आधारमा काम गर्छ भन्दा एउटा पोलबाट निस्केको करेन्ट घुमेर सबै अर्को पोलमा आइपुग्नै पर्छ। यदि त्यो एउटा पोलबाट निस्केको करेन्ट घुमेर चाहिँ अर्को पोलमा आउँदाखेरि 30 मिली एम्पियर भन्दा बढीको डिफ्रेन्स भयो भने चाहिँ यसले ट्रिप हान्यो। हजुरहरूलाई मैले अझै डिटेलमा बुझाउनलाई यो एउटा डायग्राम पनि बनाइरहेको छु। यो डायग्राममा जस्तै यो हाम्रो आरसिबी हो, यसको 1N यतापट्टि 2N लेखेकोलाई मैले यहाँ 1N 2N यसरी राखेको छु है। इनपुट माथिबाट यता आउँछ, यता मैले खासै बनाइनँ केही पनि, यहाँबाट हामी आउटपुट लिएको मात्रै हेरौँ है। जस्तै अहिलेको कन्टेक्स्टमा हाम्रो आउटपुटमा एउटा बत्ती मात्रै जोडिएको छ। यो बत्ती अब मैले स्विचहरू केही पनि राखिनँ, जस्ट नर्मल तपाईँहरूलाई कसरी काम गर्छ भनेर मात्रै देखाउनलाई मैले एकदम सिम्पल डायग्राम बनाएको छु होइन। जस्तै मानिलिउँ यहाँबाट अब 100 मिली एम्पियरको करेन्ट आउँदैछ अघिको एक्जाम्पल अनुसार है। आउँदैछ भने यो करेन्ट यताबाट फर्केर यता जान्छ यो यहाँ पनि 100 मिली एम्पियर जान्छ। 100 मिली एम्पियर करेन्ट फर्केर जान्छ। त्यो भएको हुनाले चाहिँ हाम्रो सेन्सिटिभिटी कति छ डिभाइसको भन्दा 30 मिली एम्पियर छ भनेर बुझौँ है। अब यो दुईटाको डिफ्रेन्स 30 मिली एम्पियर भयो त भनेको यहाँबाट कति निस्क्यो 100 यो हो माइनस यो फर्केको 100, डिफ्रेन्स कति आयो 0 आयो। यो डिफ्रेन्स चाहिँ 30 भन्दा बढी आयो भने यो डिभाइसले ट्रिप हान्छ, किनभने यहाँ 0.03 एम्पियर भनेको 30 मिली एम्पियरको डिभाइस हो यो होइन। तर रियल प्र्याक्टिकल लाइफमा यस्तो अलिक हुँदैन, यसले अलिकति भए पनि लिक गरिरहेको हुन्छ भन्ने हुन्छ क्या। अब कति लिक गरेको हुन्छ ठ्याक्कै भन्न सकिँदैन। यो चाहिँ अघि आइडियल केसको कुरा भयो। एकदम रियलमा मानिलिउँ यसले 100 मिली एम्पियर जाँदै थियो,
यसले कतै लिक गरिरहेछ, अलिकति लिक गरिसकेपछि यहाँबाट माने लिउँ 99 मिली एम्पियर फर्केर गयो भने अब लिकेज कति भयो त भन्दा हेर्नु है, यो 100 यहाँ छँदैछ, फेरि अर्को लाइन बनाएँ मैले 100 यो माइनस यो 99 यो कति भयो भन्दा 1 भयो मिली एम्पियर हो। 1 मिली एम्पियरको डिफ्रेन्स त ट्रिप हान्छ त हान्दैन, किन भन्दा डिफ्रेन्स त हाम्रो 30 मिली एम्पियर हुनु पर्थ्यो है। यो 30 मिली एम्पियरलाई चाहिँ दिमागमा राखिराखौँ ल। 30 मिली एम्पियरको लागि 30 मिली एम्पियर सम्झिराखौँ। डिभाइसमा 10 मिली एम्पियर थियो भने 10 सम्झ्यौँ होइन। यो केसमा मान्छेलाई करेन्ट लाग्दा के हुन्छ भनेर तपाईँलाई देखाउँछु अब। ल मैले एउटा एकदम रफ मान्छे बनाएको छु होइन, एकदम सिम्पल डिजाइन मात्रै तपाईँहरूलाई बुझाउनुको हिसाबले मात्रै एउटा मान्छे मैले यहाँ बनाएको छु। यो मान्छेले चाहिँ के गरेछ भन्दाखेरि यो भुइँमा मानिलिउँ अर्थिङ भइरहेछ, उसको खाली खुट्टैले टेकिरहेछ इक्जाम्पलले है, यहाँनिर यसरी खाली खुट्टाले टेकिरहेछ भुइँमा, ऊ डाइरेक्ट कन्ट्याक्ट भइरहेछ भुइँसँग, भनेको चप्पलहरू लगाएको छैन, जुत्ताहरू लगाएको छैन भन्ने कन्टेक्स्ट भयो। त्यसै गरी यो मान्छेले कुनै कारणवश यहाँ हात छोयो अरे भनौँ न बत्तीमा होइन, बत्तीमा हात छोइसकेपछि के भयो भन्दाखेरि यहाँबाट 100 मिली एम्पियर करेन्ट जाँदै थियो, फर्केर 99 मिली एम्पियर आउँदै थियो। अब यसले छोइसकेपछि के हुन्छ भन्दा यहाँबाट पनि सर्टेन करेन्ट फ्लो हुन्छ यता, यो हुन्छ यो एक्जाम्पलले यो करेन्ट मानिलिउँ अब 30 मिली एम्पियर भन्दा ठुलो 30 मिली एम्पियर भन्दा ठुलो करेन्ट यहाँबाट फ्लो भयो भने अब के भयो त भन्दा हेर्नु यहाँ ल अहिलेलाई 30 नै फ्लो भयो अरे। 30 नै फ्लो हुँदाखेरि के भयो भन्दाखेरि यहाँबाट आएको थियो, फेरि यहाँ नापौँ हामी, यहाँबाट आएको थियो 100, यहाँ 30 फर्केर गयो, एक यसकै लिकेज छ कता भने हाम्रो फर्केर जान्थ्यो कति करेन्ट भन्दा हेर्नु है अब यहाँनिर कति करेन्ट फर्केर गयो। र यो केसमा जस्तै मान्छेलाई 30 मिली एम्पियरको करेन्ट लागिराखेको छ, मान्छेको जिउबाट 30 मिली एम्पियरको करेन्ट चाहिँ अर्थिङ भइराखेको छ एक हिसाबको, यो पनि अर्थिङ हो नि त होइन। भने यो केसमा यहाँबाट 100 मिली एम्पियर करेन्ट आउँछ, 30 यता जान्छ, 1 यसकै लिकेज छ भने हामीले जम्मा यो लाइनमा कति पाउँछौँ भन्दा 99 पाउँदैनौँ, 69 मिली एम्पियर मात्रै करेन्ट पाउँछौँ। अब यहाँ हेर्नु यसले के सेन्स गर्छ, 100 मिली एम्पियर पठाएको 69 मिली एम्पियर मात्रै फर्केर आयो। अब यसको डिफ्रेन्स क्यालकुलेट गरौँ, 100 पठाएको यहाँ छ, 69 फर्केको यहाँ छ भने 31 मिली एम्पियर भयो डिफ्रेन्स। अब हाम्रो डिभाइसको सेन्सिटिभिटी त 30 छ, 30 भन्दा ठुलो भयो 31 हो। अब यो डिभाइसले ट्रिप हान्यो भनेको डिभाइस अटोमेटिक बन्द भयो, बन्द भइसकेपछि लाइन कटअफ भयो, लाइन कटअफ भइसकेपछि मान्छे बाँच्यो होइन, यसरी बुझ्यौँ है। र अब म तपाईँहरूलाई अघि मैले भनेको मल्टिपल लोड जोड्दाखेरि चाहिँ कस्तो केस हुनसक्छ भन्ने एउटा एप्रोक्सिमेसन, एउटा एस्टिमेसन मात्रै देखाउँदैछु तपाईँहरूलाई बुझाउनको लागि। मैले जस्ट यो एक्ज्याक्टली यति नै हुन्छ भन्ने खालको केही रियल छैन है यो फिगरहरू, मैले तपाईँहरूलाई बुझाउनलाई मात्रै आफ्नै इमेजिनेसनको नम्बरहरू राखिराखेको छु यहाँनिर पुरै। ल यो डट भनेको कनेक्सन भएको ठाउँ बुझौँ, यो पनि कनेक्सन, यो यस्तो भनेको यहाँ तार छुको छैन बुझौँ है, नर्मल त्यसरी बुझौँ। यो पनि कनेक्सन होइन, बुझिहाल्नुभयो तपाईँहरूले। अब यसमा के भइरहेछ भन्दाखेरि ओभरअल हेर्नुहोस् है, यहाँनिर जस्तै यहाँबाट 2600 मिली एम्पियर करेन्ट आइरहेछ, यसमा 100 यता गयो, 2000 यता गयो, 100 यता गयो, 2000 यता गयो, जम्मा 2100 भयो, यहाँ 200 गयो, 2300 भयो, यहाँ 300 गयो, 2600 टोटलमा भयो। अब रियलमा डिभाइसहरूले अलिअलि लिकेज गर्छ भनेको छु तपाईँहरूलाई मैले। अब यो सबै फिगरहरू, यो सबै हाइपोथेटिकल फिगर हो, सबै फिगरहरू मैले बुझाउनलाई इमेजिनेसन गरेर तपाईँहरूलाई राखिदिइराखेको छु, कुनै रियल होइन। अब जस्तै एक्जाम्पलले कम्प्युटरले 10 मिली एम्पियर लिकेज गर्यो अरे एक्जाम्पलले, यसले कति मिली एम्पियर लिकेज गर्यो 5 गर्यो, यसले 10 गर्यो लिकेज, यसले 20 गर्यो। अब यो बल्बले हाम्रो 1 गरिराखेको छ हेर्नु त, यो बल्बको मैले यहाँ लेखेँ है 1 गरिराखेको छ भने जम्मा लिकेज हाम्रो कति भयो त अब 20, 30, 35, 36 भयो टोटलमा। यो सबै जोड्दा
36 मिली एम्पियर लिकेज भइसक्यो। अब भन्नु यतिखेर हाम्रो यो मान्छेले छुको छैन है, यो अहिलेको केसमा यो मान्छे यहाँ छैन भनेर छ नि त हाम्रो, किनभने यताबाट आएको हामीले क्यालकुलेट गऱ्यौँ, यताबाट फर्केको यहाँ डिफ्रेन्स 10 थियो 10 मात्रै राख्यौँ, डिफ्रेन्स 5 थियो 5 राख्यौँ, डिफ्रेन्स 20 थियो 20 राख्यौँ। अब मान्छेले छुको छैन भनेपछि यो 30 यता गएन, त्यही भएर यहाँ 99 हुन्छ, यो 69 हुँदैन है, यहाँ अलिकति नझुकिनु ल। त्यही भएर 99 भइसकेपछि त्यसको डिफ्रेन्स भनेको यहाँ 1 छ। अब हाम्रो टोटल लिकेज भनेको 36 मिली एम्पियर भइसक्यो। अब हाम्रो RCBO को सेन्सिटिभिटी 30 मिली एम्पियर छ, तर हाम्रो अटोमेटिक 36 मिली एम्पियर भइसक्यो भने यो RCBO ले ट्रिप हानै गर्छ, भनेको लाइन काटेको गर्छ, लाइन काट्छ, हामी गएर लाइन अन गर्छौँ, फेरि लाइन काटेको गर्छ। त्यही भएर चाहिँ अघि मैले भनेको चाहिँ आफ्नो घरमा हामीले के लोड चलाउँदैछौँ होला, त्यो लोडले कति चाहिँ लिकेज गरिराखेको छ होला भन्ने एउटा एस्टिमेसन चाहिँ हुनुपर्छ। अनि त्यो एस्टिमेसन अनुसार चाहिँ हामीले हाम्रो घरमा RCBO को सेन्सिटिभिटी चुज गर्नुपर्छ। अब यो केसमा त एकदम हाइपोथेटिकल नम्बरहरू भएको हुनाले यस्तो आयो होइन, तर रियलमा यिनीहरूले यत्रो धेरै लिक गर्दैन। त्यही भएर यो 30 मिली एम्पियरको RCBO ले रियलमा यति मात्रै सामान जोड्दा मजाले काम गर्छ है। तर कुनै केसमा यस्तो हुनसक्छ भनेर मैले एक्जाम्पल मात्रै देखाएको तपाईँहरूलाई। अब एक्जाम्पलले यही केसमा हेरौँ न, यही केसमा अब यदि हाम्रो साँच्चीकै सामानहरूको लिकेज चाहिँ यस्तै थियो भने चाहिँ हामीले RCBO चाहिँ अब 30 मिली एम्पियरको ल्याउनु भएन, 30 मिली एम्पियरभन्दा ठुलो ल्याउनु पऱ्यो। पाउँछ भने त 40 मिली एम्पियरको ल्याउनु पऱ्यो अब यतिखेर होइन, किनभने 4को डिफ्रेन्स भयो। अब यहाँ कुनै सामान छुँदाखेरि हामीलाई करेन्ट लाग्यो भने यहाँबाट अरूबाट 36 मिली एम्पियर त अटोमेटिक लिकेज भइराखेको छ। अब मान्छेलाई करेन्ट लाग्ने बित्तिकै 4 मिली एम्पियरको करेन्ट लाग्ने बित्तिकै 40 पुगिहाल्छ त्यतिखेर, अनि उसले ट्रिप हान्छ क्या त्यतिखेर ठ्याक्क। त्यो क्यालकुलेसन चाहिँ हुनु पऱ्यो रफली है। तर अब यदि 40 मिली एम्पियरको RCBO पाएन अथवा RCCB पाएन भने चाहिँ हामीले योभन्दा ठुलो नजिकैको कति छ भ्यालु भन्दाखेरि 100 मिली एम्पियरको पाउँछ होला। अब 100 मिली एम्पियरमा जानु पऱ्यो। तर अब यो केसमा के हुनसक्छ भन्दाखेरि हेर्नुहोस्, 36 मिली एम्पियर अलरेडी लिकेज छ, टोटल लिकेज हाम्रो घरमा एक्जाम्पलले। अब 36 मिली एम्पियरको लिकेज अलरेडी छ, यो लिकेज 100 मिली एम्पियर हुनलाई त एउटा मान्छेलाई यदि करेन्ट लाग्यो भने कति मिली एम्पियरको करेन्ट लाग्नु पर्यो त्यसलाई? अब 44 मिली एम्पियरको करेन्ट लाग्नु पर्यो। 44 मिली एम्पियरको करेन्ट भनेको चाहिँ मान्छेको लागि अलिक घातकै हुन्छ, फ्याटल हुन्छ मान्छेको लागि अलिक है। त्यही भएर यो अलिकति यो चुज गर्दाखेरि सेन्सिटिभिटी फ्याक्टर एकदम ध्यान दिनुपर्छ। यहाँ मैले एउटा लिस्ट देखाइराखेको छु जसमा हाम्रो घरमा युज हुने सामानहरूले कति लिकेज गरिरहेको हुन्छ भनेर रियल भ्यालु देखाइराखेको छ मिली एम्पियरमा, जसको सहायताले हामीले RCBO छान्दाखेरि, RCBO चुज गर्दाखेरि RCBO को सेन्सिटिभिटी चाहिँ हामीलाई एप्रोक्सिमेट हामीलाई कति चाहिन्छ भनेर एउटा ओभरअल एस्टिमेसन पनि हामी यो लिस्टबाट चाहिँ गर्न सक्छौँ। यो RCBO पनि थर्मोम्याग्नेटिक हो। थर्मोम्याग्नेटिक भन्ने बित्तिकै MCB को पार्टमा आउँछ यो। अनि मैले थर्मोम्याग्नेटिक MCB ले कसरी काम गर्छ भनेर फुल डिटेलमा अगाडि एउटा भिडियोमा हालिसकेको छु। त्यो भिडियो मैले डिस्क्रिप्सनमा राखिदिएको छु, त्यो भिडियो एकचोटि गएर हेर्नु होला। ल अहिले हामी RCBO टेस्ट गर्दैछौँ। यताबाट मेन लाइन आएर यहाँ पसिरहेछ, त्यसपछि बत्ती बलिरहेछ। हामी दुईटा पोइन्टमा यो हामीले बोकेको चाहिँ हिजो बनाएको अर्थिङको तारमा डाइरेक्ट गएर कनेक्सन भएको छ। हामी यो दुईटा पोइन्टमा एउटामा छोएर हेर्दाखेरि RCBO अफ हुनुपर्छ। ठ्याक्क अहिले झरो होइन, त्यसै गरी अब हामी अर्को पोलमा लगाएर देखाइदिउँ त एकचोटि। यो हिसाबले सम्झिँदा अब हाम्रो ठिक छ, त्यो पनि राम्रो काम गर्यो नि त। ल अर्थिङ पनि राम्रो छ, हाम्रो सबै ठिक छ। यति भन्दै म यो भिडियोलाई पनि ऱ्यापअप गर्छु। आशा छ कि हजुरहरूलाई अलिकति भए पनि यहाँबाट मैले केही नलेज दिएँ। मैले मेरो रिसर्चबाट आएको कुराहरू तपाईँलाई पनि मैले सेयर गरेँ। मैले यदि केही गल्ती भने जस्तो लाग्यो भने पनि हजुरहरूले कमेन्टमा लेखिदिनु सक्नुहुन्छ। तपाईँहरूले पनि आफ्नो घर वायरिङ गर्दाखेरि आफूलाई कस्तो डिभाइस चाहिन्छ, अब
आरसिबिओ कस्तो राख्ने अथवा आरसिसिबी कस्तो राख्ने भन्ने कुरा चाहिँ यो भिडियो हेरिसकेपछि फुल नलेज भयो होला भन्ने मैले पनि आशा गरेको छु। हस्, थ्याङ्क यू सो मच फर वाचिङ।